Hello everyone, this is Dimple Sharma. Welcome back to my channel. So I hope you are liking other vlogs that I've uploaded. Actually this vlog is going to be about me going for training to Yoksum for 1 week, and I'm about to finish packing, and I have to take a blanket as well, and it's cold out there. Just came from the market. I had to buy a lot of stuff for tomorrow. I had to buy medicine. About to say, yeah, so I hope I make friends in this trip. I have gotten some tips. I hope I'm able to utilize that. I don't know, I'm like, when I get close I do talk a lot, but if I'm not close to that person, or if I do not know that person, I do not open my mouth at all. I'm like Ghose Kumari Pro Max. This training, it's for 1 week, and I cannot do that. I cannot be Ghose Kumari all the time. So yeah, all the best to me and all the best to other people. I don't know whether I'll be able to talk in this vlog or not, because I was told by my staff who went before us to this training, that you are not allowed to use much phones, just with your beach gap or you are allowed. So I don't know whether I'll be able to vlog or not, but I'll put some bits and clips if I'm able to vlog, or shoot some part, then I'll do upload. Or else it's okay, this vlog won't be uploaded, and this Lamu barbar you won't be able to hear. So yeah, bye. Let's get started with this vlog. I'll see you tomorrow. So office puge mo हैन, सोरिङ अफिस, अन्त अझै अलि कति बज्दैछ भन्दाखेरि चाहिँ नि 3 बज्दैछ, अझै 2.5 hours लाग्छ अरे गाडी आइपुग्नु. So sleepy. I'm having a terrible backache. र अहिले म सानो बोल्दैछु किनभने अफिस हो, चोटले बोल्नु पाउँदैन. बाई. अब भरे 10 बजीतिर पुग्छ होला. भरे भेटौँ हामी. चिन्ने मान्छेहरू त छ रहेछ, भेटे. नाम याद थिएन रहेछ मलाई, चिन्ने त भेटिहालेँ मैले होइन. बोलेँ. त्यहाँदेखि अझ कति दिदीहरू पनि हुनुहुँदो रहेछ होइन, यहाँ अफिसकै कति यहाँ काम भएको रहेछ, कति भएको थियो मैले नभेटेको दिदीहरूसँग पनि गफ गरेँ. had sent us message that we should come around 2, and गेस गर्नु म कतिखेर पुगेँ. म 12 बजी पुगेको थिएँ. इट वाज सो टायरिङ. धन्न आई वेन्ट टु मोमो कल्चर. सोरिङमा साथीले खोलेको रहेछ. पहिला चाहिँ अरू 2 जना हुनुहुन्थ्यो ओनर, अहिले चाहिँ अझै एकजना आएको रहेछ, चाहिँ मेरो साथी थियो छ रहेछ होइन. त्यहाँ गएको, ऊ भेटेँ. त्यहाँदेखि गफहरू गरेँ, फोनहरू चार्ज गरेँ. तर फेरि अब 2.5 hours if you have to wait, then my phone's battery will obviously get exhausted because I don't have anything else to do. I haven't even carried a book. That's the update for now. So yeah, it's अथवा यहाँ यता यो नर्थ बनाउने ज्याकेट फेरि जिन्दाबाद हो. अन्त जाडो छ अरे यक्सम चाहिँ. I hope I can manage. So यहाँ बाई भएर चाहिँ So we reached. हिजो बेलुका हामी 11 कति बजीतिर पुगेको, 11 कति बजीतिर पुगेको होइन. त्यहाँदेखि बिहान 5:30 बजीतिर उठ्यौँ. त्यहाँदेखि एक्सर्साइजहरू गर्नु गयौँ. त्यहाँदेखि बेसी फोनहरू चलाउन एलाउड छैन रहेछ. म बेसी बोल्न सक्दिनँ, बिस्तारै बोल्दैछु. आई डोन्ट नो आइम अलाउड टु भ्लग अर नट, बट स्टिल आइम भ्लगिङ. सो त्यही छ अहिलेको अपडेट. बिचमा फोन चलाउनु पाउँदा सुट गर्दै गरेको. एन्ड भर्खर हेल्थ चेकअपको लागि आएको थियो डक्टर्स एन्ड नर्सेस. सो दे डिड आवर क्याजुअल रेगुलर बेसिक चेकअप्स, एन्ड अहिले वी आर गोइङ डाउन. सो त्यही हुँदैछ बिचमा अपडेट फोन चलाउनु पर्को बेलामा. आजको दिन दामी भयो, घाम लाग्यो कि. खुसी छु, खुसी. कस्तो घाम
घाम लागोस् भइरहेको थियो कि तर निन्द्रा पनि लाग्यो अनि नटहरू बनाउनु सिकायो होइन हामीलाई तर मलाई के आएन अन्त होइन आउँदैछ के नटै छैन नि त मेरोमा अन्त आउँदैछ अलिअलि चाहिँ आएको छैन भरे नट आउँछ अरे होइन लाइक सरी डोरी आउँछ अरे डोरी आएपछि चाहिँ होपफुली विल लर्न हामीलाई 5वटा ग्रुप्समा डिभाइड गरिदिएको छ अन्त म ग्रुप 3 मा छु सो यही एन्ड मैले के भन्नु बिर्सेछु भने मैले साथीहरू बनाएँ ऊ 2जना आउँदैछ आउनु यता हेलो गाइस आज हामीले डोरीको काम म चाहिँ नि आज यो भ्लग चाहिँ मैले खासै यस्तो भनेको थिएँ कि ला म त साथीहरू बनाउनु पाउँछु कि पाउँदिनँ के भन्छ हेरौँ अब म साथीहरूकै बनाउँछु पाउँछु कि पाउँदिनँ भनेर के तर डोरी दिमाग त्यस्तो घुमिरहेको छ कि त्यही त यसो भएर चाहिँ कि हामीले पढेको के हो हामीले आउँछ के हो यस्तो गर्नु यो के हो भन्ने जस्तो हुँदो रहेछ अलिक प्र्याक्टिस चाहिने रहेछ हौ अन्त प्र्याक्टिस गर्दै हुन्छ होला जिन्दगीमा फर्स्ट टाइम त्यस्तो बनाएको त्यति त आएको पो हामीलाई त्यही त यो चाहिँ यसो अरे हो यो चाहिँ यसो अरे होइन त्यहाँदेखि चाहिँ यसो गरेर चाहिँ यसो गरेर होइन त्यहाँदेखि चाहिँ यो चाहिँ यसो गरेर बटरफ्लाई नट हिच यो चाहिँ के पो ह्यान्ड कफ हिच यो चाहिँ चोरो राखेर यसो गर्यो त्यहाँदेखि यहाँबाट यसरी हाल्यो त्यहाँदेखि यहाँबाट यसरी निकाल्यो अरे त्यहाँदेखि यहाँबाट यसरी हाल्यो चाहिँ अन्त यसरी तान्यो भाइयो 8 पनि सिकाउँछु न म तपाईँलाई हेल्पफुल हुन्छ भोलि पर्सि सिकिराख्नु अर्थवेक सत्वेक आएछ के आएछ यो यस्तो डोरी बनाउनु अन्त त्यहाँदेखि के थियो यस्तो गर्नु त्यहाँदेखि यस्तो गर्नु अरे हो यस्तो र उस्तोले के बुझिन्छ कि बुझिँदैन तर यस्तै हो यो चाहिँ 8 हामी यहाँ जाँदैछौँ कति बज्यो अहिले 2:30 कति भयो 2:30 भएछ है 2:30 भयो अब हामी 4 बजीसम्म कहाँ जान्छ गुम्पा जाँदैछौँ अनि त्यहाँदेखि लेक पनि जानु अरे त्यहाँ अझै कहाँ पो थियो अझ कुनै के पनि भन्नुभयो अझ कुनै कहाँ पनि जानु छ होइन अन्त हिँडाइ मजा लाग्छ होपफुली हामी घट्छौँ वेट कति हुँदो रहेछ मलाई चाहिँ पुरा घट्नु मन छ जिम गइरहेको छैन जिम भन्दा डरलाग्दो भयो जिम भन्दा डरलाग्दो बिहानदेखिको कसरत गराएको अहिलेसम्म कसरतै चलिरहेको छ तर खाना पनि जोरो खुवाइ हुँदैछ यहाँ हो घरमा पनि यति बेसी खान्थिनँ होला टाइममा जति चाहिँ म यहाँ खाँदैछु सो मजै छ अहिलेसम्म चाहिँ दुःख परिहालेको छैन नपरोस् पनि दुःख सहन सकिँदैन टाढो के पो टाढो जग्गामा आएर हो अन्त त्यस्तै छ ल म भरे गर्छु ल बाई कोही आउनु भएको छैन यक्सम भन्ने चाहिँ आउनु चाहिँ दामी छ जग्गा भेरी पिसफुल गाडीहरू पनि बेसी हिँड्दैन गाडी चाहिँ लिएर आउनु अभर परिन्छ तर सबै ठिकै छ हेलिप्याडको माथिपट्टि चाहिँ हामी हिँड्दैछौँ हो अन्त अहिले भरे म क्लिप्सहरू एड गर्दै जान्छु हामी पुग्यौँ मोनास्ट्री आकेर सो हामी आइपुग्यौँ गुम्पा होइन भित्र जानु अलाउड छैन सो हामी आइपुग्यौँ यहाँ फोटोहरू खिचेको त्यहाँदेखि घुम्यौँ आज दिन पनि दामी कोही कति खेप भइसक्यो भनिसकेँ मैले यो भ्लगमा है यसरी नै दामी बितोस् दिन 7 दिन नै अन्त दामी गरम पनि त्यस्तै भयो तर मजा पनि आयो त्यहाँदेखि मैले त्यहाँ उयो दुप्ती मोनास्ट्री रहेछ होइन मैले हालेको छु यहाँ हेर्नु कस्तो दामी छ मोनास्ट्री हेलो
एभ्रिवान अब हामी फर्किँदैछौँ मोनास्ट्रीबाट यता हामी फर्किँदैछौँ है मोनास्ट्रीबाट दिनु हेलो गाइस वेलकम च्यानल ब्याक टु माइ सब्स्क्राइब लाइकिङ एन्ड डु प्लिज अब हामी कर्तोक लेक जाँदैछौँ So we reached Kartok Lake अन्त भ्यू त के अघि दामी खिचेको छु मैले यसरी देखाएँ भने त जस्टिसै हुँदैन हैन अन्त हामी पुग्यौँ अनि यहाँ हामी माया लाग्दो हालत यस्तो भइरहेको छ उ टाइटानिक पोजमा अन्त अब फर्किन दामी छ मजाको रहेछ कस्तो दामी रहेछ हैन सिनिक भेरी ब्युटिफुल भेरी पिसफुल भेरी माइन्डफुल भेरी डिम्योर सो हामी चाहिँ यहाँ कोरोनेसन गरेको जग्गा आइपुग्यौँ अघि कर्तोक लेकबाट आयो म बेसी उयो गर्न सक्दिनँ किनभने मेरो ब्याट्री छैन हो अन्त म यहाँ के लेखेको रहेछ त्यो पनि उयो गरिदिइराख्छु खिचिराख्छु सो द्याट यु गाइज हेभ लिटल इन्फर्मेसन अबाउट इट सो अब चाहिँ लास्ट होला यो डेस्टिनेसन चाहिँ त्यहाँदेखि फेरि क्लास हुन्छ अरे हामी अब फर्केको यही थियो लास्ट डेस्टिनेसन हो सो अब मेरो फोनमा चार्ज पनि छैन अन्त आज टेन्टमा सुताइ हुन्छ भने त केही उयो गर्न पाउँदैन हो सो त्यस्तै छ गुड मर्निङ एभ्रिवान इट्स डे 3 एन्ड यस्तो आज त्यस्तो दामी घाम लागेको छैन लाग्दै जाँदै गर्दैछ एन्ड आज त्यस्तो बेसी उयो पनि छैन एक्टिभिटिजहरू पनि छैन जस्ट क्लासेस हुन्छ अन्त हाम्रो म्यामहरू आउनुहुन्छ अरे लेक्चरहरू दिनुहुन्छ अरे सो त्यति छ के एक्टिभिटिजहरू बिचमा भएछ भने चाहिँ देखाउँछु हिजो चाहिँ एक दिनकै भ्लग लामो हुन्छ जस्तो छ डे 1 त ट्राभल मात्रै गऱ्यो डे 2 थियो हिजो यक्समहरू सबै घुम्यौँ 3 जग्गा त्यहाँदेखि टु चाहिँ आई डोन्ट नो maybe just class activities and small activities if anything extra I'll try to vlog if I'm allowed to take camera along with me if not then it's okay I'll give you report आज चाहिँ टेन्टमा सुताइ हुने रहेछ हो मलाई डल घट्नु पर्ने म त मोटाको मात्रै के भन्न सक्दिनँ सो टेन्टमा सुत्नु अरे सो लेट्स सी एक्सपिरियन्स कस्तो हुन्छ टेन्टको पानी परेन भने त ठिकै छ सर्भाइभ गरिहालिन्छ हैन पानी पर्यो भने चाहिँ के गर्नु म बुझ्ने पानी पर्यो भने पनि बित्दैन होला कहिले सुतेको छैन नि त टेन्टमा सो आई डोन्ट ह्याभ मच आइडिया अबाउट इट एक्साइटेड एज वेल भइहाल्यो भने चाहिँ जानुपर्छ होला बचाउनु त्यो पनि हामीलाई के रेस्क्यु नै गर्नुपर्छ कति फाइल्सहरू प्रिपेयर गर्नुपर्छ त्यो भनेर पनि सिक्यो आज गुड मर्निङ इट्स डे 4 एन्ड पुत्तली घुम्दैछ टेन्टमा छौँ हामी यहाँ निन्द्रा पुग्यो कि पुगेन यादै छैन यो साह्रै तातो रहेछ लुगा अस्ति केटिएममा किनेको तातो भयो आजदेखि त झन् टेन्टमै सुत्नुपर्छ सो त्यति छ इन्फर्मेसन याद छैन आजदेखि त भ्लग पनि गर्नु पाउँछु कि पाउँदिनँ चार्जहरू गर्ने जग्गा छ कि छैन पावर ब्याङ्क पनि चलेको छैन मेरो सो यहाँ फर्स्ट एक्सपिरियन्स डन So, good morning. It's see you भरे के एक्टिभिटिजहरु भइहाल्छ एक्स्ट्रा
कि त तल जाँदाखेरि अब त फोनमा चार्ज छैन फोनमा चार्ज गर्न हालिदिन्छु यहाँ नै त्यहाँदेखि रेडी हुनुपर्छ त्यहाँ जान्छु सो हामी चिया टी ब्रेक हुँदैछ अहिले हो नुहाइधुवाइ भइसक्यो क्लास पनि भयो सरले क्लासहरू गराउनु भयो त्यहाँदेखि चाहिँ अहिले उयो हुँदैछ यहाँ बचाउँदैछ यो पोल ढुक्क भयो केसहरू नुहाएर तर यसको डोरीको कमाल छ ए ओ हाई भन्दिनु खै भ्लगमा डेब्यु गर्ने मान्छे त लजाउँछ पो भनेको नि एक दिन डोरी निकालेर सबैजनालाई ट्रेनिङ गराउँछु भनेको नि यहाँ रिभ्यू यो यसको नाम के हो भन्छौ त फिगर अफ 8 फिगर अफ 8 ब्लग बनाउनुहुन्छ के पेज हो डिम्पल कोइराला's डायरी डिम्पल कोइराला मैले सुनेको जस्तो लाग्छ म फेमस भएछु मेरो सुनेको थिएँ हैन आउँदा आएन यो सिकाइदिनु नि दिस न्यू टेक्निक नो वान क्यान डु डु नो दिस यो त यस्तो साह्रो गाँठागुन्ठी छ डिम्पल कोइराला's डायरी उइसमा छ युट्युबमा छ हैन यसमा चाहिँ छैन फेसबुकमा डिम्पल कोइराला मात्रै छ दिस वान इज के भन्नु अब यो चाहिँ पुरा गाँठागुन्ठी छ हैन मेरो जस्तो सम्म परेको सो खाना पनि खाइसक्यो अन्त अब हामी यो जग्गा छोडेर जान आँटेको यक्सममा चाहिँ यो MAIS भन्ने इन्स्टिट्युट रहेछ हैन इफ यु आर इन्ट्रेस्टेड यु मस्ट भिजिट यहाँ ट्रेनिङहरू पनि गराउनु हुँदो रहेछ अप्लाई यहाँ उयोहरू गोचेला ट्रेकहरू पनि हुँदो रहेछ यहाँबाट त्यहाँदेखि कञ्चनजङ्घाको उयोहरू पनि हुँदो रहेछ हैन बेस क्याम्पमा गेस हुन्छ जस्तो लाग्यो मैले त्यस्तै सुन्दै थिएँ सो यु क्यान ट्राई र अब याद छैन तल गएर चार्ज गर्न पाउँछ कि पाउँदैन ब्याट्रीहरू हुन्छ कि हुन्छ ए छ अरे भनेपछि छ अरे हो अब बिची चाहिँ पाएछु भने भ्लग गर्दै गर्छु त्यस्तै छ सो यहाँ अब चाहिँ हामी जान आँटेको अब नेक्स्ट ब्लगमा भेटौँ देखिँदैछ आफूलाई देख्दैछ लु हाई भन्दिनु सबैजना बाइ मिठाईहरू किन्न आएको हामी के कच्चा खानु मन पऱ्यो अन्त यक्सम बजारमा छिन्छ अरे 1.5-2 घन्टा लाग्छ होला अब 2-2.5 घन्टा लाग्छ होला हामी पुग्नु यक्सम बजार यहाँ चाहिँ हुनुहुन्छ हाम्रो अफिसियल क्याजुअलिटी जहिलेको क्याजुअलिटी मात्रै पर्छ चाहिँ तपाईहरु रेस्क्यु गर्न जानुहुँदैछ अरे हैन हेल्प गर्न जानुहुँदैछ अरे राति भएछ अरे त्यही जग्गामा गाडी एक्सिडेन्ट भएछ अरे हैन मानिनु त्यति बेला चाहिँ हामीले तपाईहरु जहाँ पनि अब टर्च लाइटहरु छ भने टर्च लाइट छ भने तपाईहरु यसो बुझ्दै अब फोन त आजकल सबैकोमा हुन्छ नि है फोनबाट पनि टर्च लाइटको सिग्नल दिन सक्छ क्याजुअलिटी हुने पनि फोनबाट सिग्नल दिइहाल्छ डिनर गर्नको लागि गुड मर्निङ हामी यहाँ खोलाको छेउमा छ हाम्रो टेन्ट हामी अब रिभर राफ्टिङ पनि के गर्न पर्छ हामी छ ट्राभेसिङ हो कि टर्महरु चाहिँ म प्लिज पछाडी भन्छु ल
Thank you so much. आज चाहिँ एडभेन्चरको उयो थियो हो अन्त जिप लाइनिङहरू गरेर आएको तर त्यस्तो भिडियोहरू क्याप्चर गर्नु पाएको छैन हाम्रो टर्न आएको छैन हाम्रो ग्रुपको हाम्रो रोपको टर्न आएको छैन अब आउँछ होला कि राफ्टिङ कि यो चाहिँ कन्सटेन्ट लाउनुपर्छ अन्त हाम्रो अझै सामान चाहिँ माथि राखेको छ सो बेसी इन्फर्मेसन पनि दिनु पाइनँ बेसी भिडियोहरू पनि गर्नु पाएको छुइनँ त्यही अलिअलि फोटोहरू पाएँ भने म एड गरिदिन्छु सो यहाँ अब 4 जना मात्रै छ तपाईहरुको टिममा 4 जना ओके 8 जना अझै रोप 1 बाट अब तपाईहरुले के सुनिसक्नु भएको छ हाल्नु पर्यो सो आज चाहिँ दामी भयो हैन मजा आयो हामीले एडभेन्चर स्पोर्ट्सहरु गर्यौं निकै सबैहरु आई डोन्ट नो मैले भ्लगहरु कति गर्न पाए कतिहरु गर्न पाइन म डिटेल चाहिँ मेबी आफ्टर शूटिङ एभ्रीथिङ म दिन्छु हैन सबै त भ्लगहरु गर्न पाइन होला अनि डिनरहरु गर्यौं त्यहाँदेखि फर्किँदैछौं बत्ती पनि छैन जेनेरेटर चल्दैछ गुड मर्निङ इट्स डे 6 अनि चाहिँ हेलो गुड मर्निङ टु ब्युटिफुल पिपल आज चाहिँ इट्स डे 6 हो अन्त आज चाहिँ मेबी रक क्लाइम्बिङ बेसिक टर्महरुमा भन्नु पर्यो भने चाहिँ रक क्लाइम्बिङ जस्तो टाइपको त्यहाँदेखि के भन्दै थियो अघि र्यापलिङ र कुनै के भन्नुहुँदै थियो त्यो टर्म चाहिँ अहिले बिर्से कि हामीले भरे याद भएपछि इन्फर्म गर्छु त्यो हुन्छ सो तो बोलते हैं चेस्ट जुमा ये चेस्ट का हाइट का ओरिया
हात चल्छ त्यो ढाडमा जान्छ अगाडिको गाइडिङ ह्यान्ड हो ब्रेकिङ ह्यान्डले जति टाइट गर्यो वैसे चक्कै बस्छ आफै अड्किन्छ गाइडिङ ह्यान्ड सो आफू 1 2 हेर खुट्टाहरू 1 2 1 2 1 2 झुमरिङ अन्त चाहिँ ऱ्यापलिङ झुमरिङ र ऱ्यापलिङ गरेर चाहिँ फर्किँदै गरेको झुसुलेले चाहिँ यहाँ हेर्नु त मेरो अनुहार यो डल्लै ऐना हो यो चाहिँ क्या नट क्यामेरा ऐना मेरो डल्लै झुसुलेले चाहिँ नि त्यो भरि यहाँदेखिको डल्लै झुसुले लागिरहेको छ। आज एकजना हाम्रो त्यो टेन्टमा सुतेको थिएन एकजना साथी उसलाई पनि लागेछ बेलुका चाहिँ 12 बजी अन्त पेमालाई त्यहाँदेखि मलाई पनि बिहान त मेरो ब्यागमा पो कुदिरहेको रहेछ हो त्यो सबै झुसले लाग्यो तर गऱ्यो अलिअलि डर लाग्यो पनि अलिकति चढ्नु पनि सकेन 1-2 वटामा डराउँदै खुट्टा अड्किँदै भए पनि गर्न चाहिँ गऱ्यो मजा आयो। अब भोलि घर फर्किन्छौँ एक्साइटेड। मेरो चाहिँ नि यस्तो भइसक्यो हालत होइन झुसले लागेर तर त सेन्सिटिभ छ कि स्किन नुन दलेर आएको अब यो मात्रै गर्नु बाँकी छ मेरो भर्खर ऊ पर चल्दैछ आइल सो यु ल ऊ पर चाहिँ यो चल्दैछ होइन यो चाहिँ सक्यो मेरो फोन चार्जमा थियो बत्ती पनि थिएन मैले कति कुरा त सुट पनि गर्न पाइनँ केही पनि होइन ऊ पर यो चल्दैछ त्यहाँदेखि झुमरिङ गर्दैछ यो चाहिँ अस्ति गरेको चाहिँ अलिकति डिफिकल्ट हुन्छ ट्राई चाहिँ गर्छु लेट्स हुन्छ कि हुँदैन अरूहरूले त गर्दैछ सो त्यही चल्दैछ। मलाई चाहिँ झुसुले चाहिँ यस्तो र त पिर गराइसक्यो कि अनुहारहरू सुनिसक्यो घरमा मान्छेहरूले चिन्दैन होला मलाई अन्त यहाँ बेनिफिट पनि छ के कुरा सिक्छ होइन क्याम्पहरूमा बस्दा तर जिन्दगीमा यस्तो सेन्सिटिभ स्किन हुनेहरूको त नि फेरि सिट्रेजिनहरू केही छैन रहेछ दबाईहरू पनि होइन अन्त यहाँ छेउछाउमा उयोहरू पनि छैन बजारहरू पनि छैन हो यस्तो भइरहेछ त्यस्तै छ हाल खबर। सूचना प्रदान यहाँको चाहिँ बिस्तार जानुहोस् ल तपाईहरु ल सो म फाइनली घर पुगेँ एन्ड मेरो यो अलिकति भए पनि बसेको छ बट स्टिल म नुहाउन जाने हो यति बेसी धुलो मैलो सबै भएको छ हैन एन्ड घर पुगेर अर्कै खालके मजा भइरहेको छ तर
माया लाग्दो रहेछ साथीहरू कस्तो राम्रो राम्रो भयो होइन। अन्त त्यस्तै छ, रुम लथालिङ्गै छ, भर्खर आएर यहाँ सामानहरू फ्याँकेको हो। अन्त त्यस्तै छ, अब नछु, त्यहाँदेखि भेट्यौँ, त्यहाँदेखि अहिले गिभन एउटा डिटेल्ड भन्दा पनि राम्रो खालको एउटा आउटरो दिन्छु ल। So thank you so much everyone, those who watched my vlog till now. I had a very good time training ma. I made lots and lots of friends. मलाई चाहिँ त्यसको टेन्सन हुँदै थियो, I thought I could not make friends. तर एकखेप मान्छे बोल्न थालेपछि राम्ररी बोलिहाल्दो रहेछ होइन। एन्ड राम्रो थियो, मान्छेहरू सबैजना राम्रो मिलिहाल्ने थियो। गेजिङकै टिम राम्रो थियो होइन, सोरिङकै टिम राम्रो थियो। मैले कति राम्रो साथीहरू पनि भेटेँ। लास्टमा त कस्तो म झन्डै रुएँ पनि त्यो बानी भएछ होइन। तर अब मैले कति भ्लग्सहरूमा लिनु सकिनँ उयोहरूलाई, मलाई अप्ठ्यारो लाग्थ्यो क्या। अब कतिजना कम्फर्टेबल हुँदैन, कतिजना मलाई जस्तो लाग्थ्यो होइन। तर सबैजना राम्रो थियो होइन, क्यामेरामा म उयो गर्ने। तर मलाई अप्ठ्यारो लाग्थ्यो उनीहरूको अनुहारमा गएर चाहिँ कसरी भ्लगहरू गर्नु, अब कसरी लिनुहरू भनेर। त्यस कारण मैले सबैजनालाई इन्क्लुड गर्न सकिनँ। मैले भर्खर एडिटहरू गरिसकेको, सो यो जस्ट एडिट गरिसकेर लास्टमा आउट्रो मात्रै दिएको मैले। सो मजा आयो। अब कति कुरा त उयो पनि गरेँ, मैले सुटै गरिनँ रहेछु। अब मेरो फोनमा ब्याट्री हुन्थेन, किन गएको बेला हामीले फोनहरू अलाउ गर्थेन, अप्ठ्यारो लाग्थ्यो। अलाउ गर्दैछ भने पनि चलाइबस्नु, बिकज अब क्लासहरूमा यु आर नट अलाउड टु युज द फोन सो मच। सो वी ह्याड एन अमेजिङ टाइम। एन्ड इफ केही अब फेरि अपर्च्युनिटी आउँछ र इफ यस्तो खालको अपर्च्युनिटी फेरि आयो भने चाहिँ आई विल बी भेरी एक्साइटेड एन्ड टु गो एन्ड लर्न समथिङ है। अन्त त्यहाँबाट आई होप हामीले त्यहाँबाट जे सिक्यो वी आर एबल टु युटिलाइज द्याट प्रपरली। हुन त कम्ती थियो टाइम होइन, अझै बेसी हुनु पर्थ्यो, अझै मजाले सिक्थ्यौँ हामीले। यो चाहिँ जस्ट एउटा प्र्याक्टिस, वान टाइम प्र्याक्टिस मात्रै भयो। तर मजा आयो, सबै कुरा उयो राम्रो थियो। खाना भनेपछि खाना राम्रो होइन, बसाइ राम्रो हुनु चाहिँ। टेन्टमा अलिकति झुसुलेले गर्दाखेरि मेरो अनुहारहरूतिर मेरो उयोहरूको टेन्टको साथीहरूको अनुहारहरूमा चाहिँ अलिकति उयोहरू साह्रो परेको थियो। कतिजनाको त्यस्तो गालाहरू यस्तो यो घाँटीहरू डल्लै उयो भएको थियो, झुसुलेले बिचेको थियो। तर भए पनि झुसुलेले बिच्दै भए पनि यति साह्रो मजा आयो। सबै कुरा, सबै एक्टिभिटिज गऱ्यौँ, सबै एडभेन्चर स्पोर्ट्सहरू हामीले ट्राई गऱ्यौँ होइन। सो या थ्याङ्क यू सो मच। अब कसै सरहरूले हेर्नुहुँदैछ भने पनि थ्याङ्क यू सो मच। वी ह्याड एन अमेजिङ टाइम। एन्ड मेरो साथीहरूले गेजिङको ब्याच भयो, हाम्रो ब्याच थर्ड ब्याचको गेजिङले हेर्दैछ, अन्त सोरिङकोले पनि हेर्दैछ भने थ्याङ्क यू सो मच। I had an amazing time and I hope you did too. I hope I made this vlog interesting. I know it's not that much interesting because I could not shoot so much parts like we had night हामीले साँच्चै उयो पनि गर्यौँ। नाइटमा पनि हामीलाई 10:30-11 बजी पनि एउटा सिचुएसन देख्थ्यो, बेलुकाकै ल्यान्डस्लाइडहरू आयो र तपाईँहरूलाई बोलाइहाल्यो भने चाहिँ वाट विल यु डुहरू भनेर त्यस्तो खालको हाइपोथेटिकल सिचुएसन पनि दिएको थियो। एन्ड हामीले त्यो पनि गरेको थियो। तर मेरो फोनमा ब्याट्री थिएन होइन, अन्त आई कुड नट भ्लग। मेरो फोनमा 5% मात्रै थियो होला ब्याट्री, बत्ती पनि गएको थियो। एन्ड हामी निकै थियौँ फोन चार्ज गर्ने, सो मैले चार्जहरू पनि गर्न पाइनँ। सो या द्याट्स इट फर टुडे। अन्त कति निकै कुराहरू थियो सिकेको हामीले, सिकाउनु भयो, सबै गर्न सक्यौँ। तर मैले जति क्याप्चर गर्न सक्यो मैले हालिदिएको छु। एन्ड that's it. So thank you so much for watching my vlog till now. If you liked the video, do like, share and subscribe to my channel, and share as well to many more people. Next time I'll try to speak in English and Hindi. If not English, then Hindi. If not Hindi, then English, either two, because I know sorry, alikati bha pani mero reach badcha hai. So yeah, thank you so much. Bye bye.